हाउ टु प्ले माधव बस त्यति बेला सक्यो जाल हाल्न लाग्यो कहाँ बबैको हामी नजिकै आइपुगेका छौँ। रमाइलो छ है। त्यस्तो यो अब कहाँ पुगिन्छ मुडमा डिपेन्ड हुन्छ है। नयाँ नयाँ ठाउँ हामी घुम्दैछ साथीहरू अगाडि छन् होइन। हामीसँग जोडिएपछि यस्तै खालको हुनु सहरबाट अलिक टाढा आउनेपछि यस्तो धान पनि भेटिन्छ जुन चाहिँ तपाईँहरू देख्नुहुँदैन साथीले अब यति चिज यस्तो बाटोमा कसैलाई आउन मन लाग्यो यस्तो घुम्दै फिर्दै आउनु होला। हो हामी नेचरमा फिल गर्दैछौँ है गाइज। यस्तो नेचरहरू घुम्न मन लागेमा हामीसँग चाहिँ सङ्गत गर्नुपर्छ। हामी नयाँ नयाँ ठाउँ जान्छौँ, नयाँ नयाँ ठाउँमा है, सुन्दर सुन्दर ठाउँमा र सँगसँगै हामी मान्छे पनि राम्रा छौँ। फेरि सबैले नराम्रो सोच्नु भयो भने है एकदम कहिलेकाहीँ हामी नेचरको भ्यू लिएर रमाउनेमा पनि पर्छौँ। डाँडा काँडा ए बुवा मान्छेहरूको भिड त यो हेर्दाखेरि अलि डर लाग्दो भए पनि दोष पाथ्यो। हेर्नुहोस् मान्छे कसरी चढिरहेछ नि। ओहो यस एडभेन्चर जिन्दगी जिउनका लागि अति आवश्यक छ। ऋतुहरूमा तिमी हरियाली बसन्त हो, पनिमा तिमी हो पवित्र गङ्गा जल हो। ऋतुहरूमा तिमी हरियाली बसन्त हो। यस्तै छ, हामी रमाइलो गर्दै अगाडि बढ्दैछौँ है। दोस्तहरू अगाडि अगाडि छन्, म पछाडि पछाडि छु। हैन रेगुलर कस्टमर हुन् हैन। रमाइलो छ, माहौल रमाइलो छ, हाम्रा दोस्तहरू रमाइला छन् है। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने ज्ञान बहुमुखीमा एडमिसन खुलिसकेको छ। तपाईँ +2 दिएर बसिराख्नु भएको छ भने ज्ञान बहुमुखी क्याम्पसमा आउनुहोस्, हामी भेट्नेछौँ, तपाईँहरूलाई फ्युचर बनाउनेछौँ र सँगसँगै रमाइलो गर्नेछौँ। तपाईँले विश्वास गर्नुहुन्न, तपाईँको स्कुल जुन चाहिँ ब्याचलर एजुकेसन छ त्यो तपाईँले चाहिँ भुल्न लायक हामी बनाउने छैनौँ। यस ज्ञान बहुमुखी क्याम्पसमा म्याथमेटिक्सको धेरै नै चर्चा भएको छ। यहाँ म्याथमेटिक्स धेरै नै पढाइ हुन्छ हाम्रो। र साथै के छ भन्दाखेरि
कोलपुरमा म्याक्सिमम बोर्डिङ स्कुल प्राइभेट स्कुलमा चाहिँ ज्ञान बहुमुखीका विद्यार्थीहरूले अहिले पनि रोजगार पाइरहेका छन् होइन रोजगार पाएका छन् किन भन्दाखेरि म निम्बल दोष बालज्योति हुनुहुन्छ अनि अर्को हाम्रो अहिले आउनु भएको छैन एकछिनमा आउनुहुन्छ जुन चाहिँ हाम्रो लागि खाजाखुजी जुन चाहिँ हामीलाई मेटेरियलहरू ल्याउँदै हुनुहुन्छ जहाँ चाहिँ हामी रमाउने ठाउँ यहाँ चाहिँ हेर्नुहोस् हामी अनि अब हेर्नु त यही चिज हेर्नलाई हामी बाहिर जानुपर्छ र ओहो मारेको छ है हामीहरू एकदमै कठिन यात्राहरूमा निक्लिएर हामी हाम्रो अन्तर सन्तुष्टिको लागि हामी संसारी माया गराई एकछिनको लागि साइडमा राखेर हामी आफ्नो जिन्दगीको लागि पनि आफ्नो सन्तुष्टिको लागि हामी अगाडि बढेका छन् अनि हामीले नेचुरल ब्युटीलाई प्राथमिकतामा राखेका छन् त्यसैले हाम्रो स्पोन्सर ज्ञान बहुमुखी भर्ना खुलिसकेको छ +2 पढेर बस्नुभएका भाइ बहिनीहरूलाई एकदमै विशेष छुट पनि हुनेछ होइन अनि यस्तो यात्राहरू कन्टिन्यू भइराख्नेछ अनि हजुरहरूलाई दिमाग फ्रेस गर्नको लागि अनि क्वालिटी एजुकेसन प्रोभाइड गर्नको लागि हामीहरू तत्पर छौँ र साथीले भनिसक्नु भएको छ अब हामी ज्ञान बहुमुखी क्याम्पसबाट चाहिँ रिप्रेजेन्ट गर्छौँ जहाँ चाहिँ बिएड सँगसँगै बिबिएस अलिक बाटो अप्ठ्यारो छ है सबैको एडमिसन खुलेको छ तपाईँहरूले अझै पनि ढिलो गर्नुभएको छ भने हामीलाई सम्झनुहोस् र मैले सँगसँगै क्याम्पसको फोन नम्बर पनि स्क्रिनमा देखाउने छु तपाईँहरूले हेर्नुहोस् अब तपाईँहरू आउनुहोस् भेट गर्न हामीलाई ओहो मारेको छ है बाटो अलिक अप्ठ्यारो छ ओमामा मारेको छ मारेको छ मारेको हेर्नु त यो पक्रिनु रोक्नुहोस् जाँदैछु म लोटियो भने चाहिँ खोज्नु अप्ठ्यारो छ आउँनुहोस् गाना गाएको के मान्छे के मनकी सर कसम सँगै बसेर पिरती लगाम तिमीनु आए म आउला पिरती लगाउला बनकी चरी के भन्छे के अरू के छ आएको छ है ओहो आम फाल्दै ओहो ओहो साथीहरू अमिरले के देखाउन खोजे यात्रा बहुत कठिन छ हामी माथि छौँ के अरे कछुवा कता यता यहाँ घर पनि रहेछ यता कुन हेर्नु त हेर्नु त डर लाग्दो छ त यार यो त
हामी कम छौँ त त्यति बुझाउँछ अरे हाम्रो डराउँछ अनि हामी भूतलाई डराइदिन्छौँ नि हो भूत डराउँछ क्या भूत यस्तो ठाउँमा हेर्नु त हामी पछि भिडियो हेर्ने बेलामा पछाडि तेस्रो मान्छेलाई ढुकी गरे क्या हेर्नु त डुबायो तान्यो दोस्त हाम्रो क्यामेरा छोड्यो यति राति पनि बापर मारेको यो रमाइलो पल्का हामी पारामा छौँ है पारामा छौँ दोस्तहरू हामी त यस्तो हेर्नु त अहिले त केही पनि देखिँदैन अघि के भ्यू हो कस्तो लागिरहेको छ दोस्त फेरि आउने मन लाग्छ कि नै दोस्त हो दोस्त के छ आजको भनाइ के छ अन्तिममा यो ठाउँको अन्तिममा के भन्न चाहन्छु भने दिनभरि आयो खुसी लाग्यो तर हाम्रो दुईटा साथीहरू अहिलेसम्म आउनु सक्नु भएन एउटा दुःख छ हाम्रो दुईटा साथी अहिलेसम्म जोइन गर्न सक्नु भएको छैन तिमीहरूले हार मानिसके तलै आउनु नसकेर उहाँहरू बिहान आएर नआएर We are the legend. There is a night. It is a night today. संस्कारी बहु हाम्रो कालो साथी देखिएनन् अझै लाइदेऊ टर्च लाइट टर्चै बालेर टर्चै बालेर हे रमायाले म कति कालो छु तिमीले अब हाम्रो यो नुहाउने डेस्टिनेसनबाट हामी अगाडि बढ्दैछौँ तर बाटो अलि अप्ठ्यारो छ है बाटो लास्ट अप्ठ्यारो छ है ए आउने कुरा थोरै न भगाउने हो आज है अलि अनि यस्तो यो एडभेन्चर जस्तो लाइफ भइरहेको छ अहिले होइन खुसी लागेर है हामी अगाडि बढ्दैछौँ है युट्युब च्यानल त्यस्तै हो त्यसो लाइक चाहिँ गर्नुहोस् अर्कोचोटि ज्ञान बोक्नु आउनुहोस् तपाईँलाई घुमाउँछ हामी है के भने म थाहा के सबरेक्सन माई युट्युब च्यानल किनभने हामी म्याथमेटिक्स स्टुडेन्ट हो यहाँ मार्को छ है बाटो अलिक अप्ठ्यारो छ अलि हेर्नु त बाटो पनि कति अप्ठ्यारो छ त्यस्तो अँध्यारो पनि छ है मार्को छ यस्तो अप्ठ्यारो बाटोमा हामी आइरहेको छौँ है राति भइसकेको छ दुई दोस्तहरू डराएर आएका छैनन् है तर अलि बाटो पनि बहुत अप्ठ्यारो छ है अलि घुनाएर वरिपरि जङ्गल छ है दोस्त सबै आउन डराउँछ तर हामीले नुहाएर गइदिएँ मैले है कसले सक्छ त ज्ञान बोक्नु टिम है यो सबै एमएसके हजुर आउन जुम्लाबाट हिँडेर लिन्छु या तिमीलाई पुरै भ्यू यति हामी 2 दिन लाउने होइन बाटोमा बस्दै जाने माथि तिमी र पहाडै ए बाइकमा कन्टिन्यू गयो भने त अब गाडीले एक दिनमा पुग्छ होइन तिमी 2 दिन लाउँछ हारा पुग्नु होइन एक बास बस्ने अब बिस्तारै जाने क्या चिलमा तर हारा जानेपछि उ गर्नुपर्छ दोस्त जुम्लासम्म बाइकमा जाने त्यहाँबाट चाहिँ टक्क भ्यू हेर्नु छ भने चाहिँ है हारामा चाहिँ अलिकति सिस्टमै के भन्दाखेरि सट्टै हारासम्म जाने त्यो हारा हेरेर आउने तर वरिपरिको सुन्दरता देखिन्न नि त त्यो भएर जुम्ला आऊ हामी प्लान बनाउँला हिँडेर जाने 5-6 जना एक दिन ल आइसकेका छौँ 2 दिन 3 दिन 6 दिनमा हामी तल आइहाल्छौँ म छु त घुमाउने त्यही गर्नु पर्ला आज कस्तो छ दिन कस्तो गर्दा नि अब दिनभरि घामले मर्दै थियो अहिले शीतल पुरै आनन्द ल हाम्रो 2 जना अगाडि छ कटु लगाएर जाउँला नाच्नु पनि अनि यहाँ दोस्रोहरूको खबर के छ एकदम बबाल मजा लागिरहेछ है सरजी मात्रै बबाल हुनु भएन हैन सरजी के छ 2 जना चाहिँ तल लुकिसकेका छन् है
डराए जस्तो लाग्यो हामी चाहिँ हो है फेरि हामी चाहिँ एकदम बडा है यस्तो अँध्यारो छ हेर्नु त मैले लगाउने मान्छे हो त्यहाँ यस्तो यस्तो अँध्यारो छ हामी नुहाएर आइसक्यौँ क्या अहिले ट्विङ उठाइन्छ हो क्या स्पाइडरम्यान हो क्या बिरहीको भाकाले यो मुटुलाई छोयो नबजाऊ सारङ्गी दाइ सारङ्गीको बुझ्ने लागि सम्झे रुन्छ मेरो यी दुई यो दोष डराएर माथि आएन जस्तो लाग्यो है हामीलाई चाहिँ त्यस्तो फिल भयो होइन एकजना अर्का छन् अहिले देखाउँछु हेर्नु है हेर्नु को यो चिन्नुहुन्छ भने चाहिँ यसो कमेन्ट गर्नुहोस् है ल लेजेन्ड हैन ओ हेर्नु न उहाँको वा वा लाइटिङ है मारेको छ है मारेको छ लाइटिङ बस ल अब सुरु गरौँ उहाँलाई चाहिँ हल्का गोरो गराउनको लागि सरो डोना हुनुहुन्छ लाइट बालेर हेर मायाले